What's up guys, welcome back to How Was It 380 अनि आज चाहिँ हामी यता ला रोसेलमा छु हैन अनि मेरो साथीहरु आएको छ साथीहरु देखाइदैन नि यो चाहिँ मेरो क्लासमेट है अनि ठाउँ अनि हाम्रो यहाँ छ तेन्जिङ हिरो है अब नि आज हाम्रो ब्लग यताबाट सुरु हुनेछ क्यामेराम्यान मत्सो चिम्स हैन अनि उसको पनि युट्युब छ सब्स्क्राइब गर्नु होला युट्युबको नाम चाहिँ सी कार्बिस हो हैन अनि वेदर चाहिँ यस्तो छ हैन राम्रै भइरहेछ साथीहरु हिजो आएको थियो हैन अनि आजबाट चाहिँ ब्लग सुरु हुनेछ हावा पनि खासै लागेको छैन आज हो कि न पुरा फोटो खिचेर सबैजना हैन भिडियो मेरो भिडियोग्राफर त्यहाँ छँदैछ हैन आम्मामा खै त्यहाँ आइज त यहाँ आइज त यस्तो दामी भ्यू आइरहेछ क्या यता खै आइज न यहाँ म देखाउँछु हाम्रो क्यामेराम्यान अहिलेको लागि एकछिनको लागि ऊ है त्यहाँ ओ दामी देखेन यसरी हैन लाबोसेल चाहिँ जसरी बानी मान्छेहरु छ नि एकचोटी चाहिँ आउनु पर्छ फ्रान्समा आएपछि राम्रो छ पर्फेक्ट हैन अनि हाम्रो यहाँ भिजिटरले भनिसक्यो राम्रो छ भनेर अनि हैन बीच यस्तो राम्रो छ अलि खतरा बीच देखाउँछु मैले तिमीहरुलाई ओ लेडिजहरु यता हेर्न एकचोटी हेलो भन्न यहाँ भ्लगमा अनि दुईजना नक्कलीहरु नक्कलीहरुले चान्स मार्यो है फेरि राइट यता पनि हेर्न अनि pretty girls are in La Rochelle दामी आएछ है यिनीहरू दुईजना राइट यतिको आएपछि त अनि सबजनालाई मन परेछ ला रोसेल पनि दामी छ हैन अब यहाँ पार्कभित्र छिर्ने हो हामी दामी ठ्याक्कै अहिले स्प्रिङ टाइममा परेको छ हैन ल जाउँ अब हाम्रो पार्कको भिजिट भइरहेछ अब देखा न त बवाल भइरहेछ जति टाइम लिएर मजाले भिडियो सुरु गऱ्यो है दामी नाचिरहेछ यहाँ चाहिँ नाच्यो भने के भन्नु ओह ड्याम ब्रो यु आर सो प्रिटी ब्रो फर्स्ट टाइम यतिको देखेँ है मैले पिकअप चाहिँ दामी यार यस्तो अहिलेसम्म देखेको थिएन यार ओ माई गॉड यस्तो दामी यार त ल यतिको भ्यू चाहिँ हुनु पर्यो हैन बिचमा आएपछि ग्याङहरु यहाँ क्यामेरा सेट गरेर छ टाइम ल्याप्स राख्ने रे चट्ट हैन अब यस्तो मिठो घाम लागिरहेछ मिठो घाम लागिरहेछ मेबी हामी यहाँबाट बोट चढ्ने हो अब खै बोट चाहिँ जान्छ कि जान्दैन थाहा छैन है मेबी जान्छ कि स्योर जान्छ यो बोट जान्छ यताको भ्यू देखा न यहाँ मसँग मेन ला रोसेल कस्तो आइरहेछ म बवाल आइरहेछ नि हेर्न बवाल छ नि लाइक गर्नु पर्यो सबजनाले है यस्तो दामी छ क्या फेरि म यहाँ जति बस्यो नि दामी लागिरहेछ कि मलाई हेर त सिटी त मैले पहिला भनिरहेको थिएँ हैन म जुन ठाउँमा जान्छु मैले फेरि भ्यू चाहिँ मैले दामी देखाउँछ भनेर हैन हेर्न यहाँ कतिको छ भ्यू खै अब मैसँग देखाइदिएँ मैसँग हैन मसँग 360 हान्दैन एकचोटि 360 हैन त्यतिको त्यहाँ लड्छ अहिले यता आइज 360 है 360 अब यहाँ मेन हाम्रो मन्त्री यहाँ फ्रान्सको झन्डा कस्तो देखिरहेछ खतरा फ्ल्याग हेर्नु ल है ड्रेसअप चाहिँ कस्तो छ हान्ने ल अब हामी यहाँ साइकलमा राइडमा गइरहेछ सबैजना यता हेर्दा बिचमा जाँदैछ बिचमा तीनजना एउटा साइकलमा है हान्ने यस्तो छ है अनि भ्यू यस्तो छ यहाँ है भ्यू चाहिँ बवाल छ है आम्मा सक्दैन है फेरि है
यतापट्टि चाहिँ यस्तो देखिरहेको छ सनसेट होइन अहिले यतापट्टि पऱ्यो है साइक्लिस्ट है हाम्रो है अनि ल अब हामी भर्खर यहाँ बिचमा आइपुग्यो है यहाँ साइकल सिकिरहेछ ल ब्रेक 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 यो चाहिँ अब पब्लिक साइकल होइन €1 लिन्छ आधी घन्टाको लागि €1 हो होइन सो यस यसरी पलमा हाल्दै मजाले हो अनि यो स्ट्यान्ड लगा न यता ल अब बिचमा जाउँ है सनसेट हेर्न आएको अनि साइकलमा आएर ढिलो भएर सनसेटै भइसकेको छ के गर्ने होला साइकल चलाएर आएको अनि सनसेटै भइसकेको छ के भयो रे सनसेट के भयो रे लेट भयो है हामी के भइरहेको छ लेट भयो के भयो रे टेन्सन के भयो रे लेट भयो हेरौँ अब एकछिन यहाँ बसौँला चिसो पनि छ अब यहाँ चिप्स सिप्स खाएर एकछिन बस्छौँ अनि त्यसपछि हामी निस्केर जानेछौँ फेरि साइकलमा जानुपर्छ होला अनि केमा जान्छ ओइ जुम नगर न ल अहिले चाहिँ टेन्सन अहिले चाहिँ तिमीहरू हेर्दा पाइरेट्स जिन्दगी सरर मोटर गाडीमा लैजाऊ न घुमाउन ला रोसेल सहरमा है ला रोसेलको सहर चाहिँ यस्तो छ मायालुहरू हाम्रो ड्राइभर दाइ चाहिँ यस्तो छ ड्राइभर दाइ हेर्नुहोस् ल हाम्रो सेकेन्ड डे यता बिचमा छ है चट्ट यहाँ त्यहाँ चाहिँ कस्तो हेर्छ दामी लागेको छ दामी ठाउँमा लिएर आयो हाम्रो बिचमै यत्रो खतरा ठाउँमा लिएर आयो है दामी छ है खुसी ल अनि अब मेन भनेको यहाँ देखाउन म एउटा कुरा भन्छु कि एकछिन मेन प्रब्लम भन्नु यहाँ के छ भने के पानी पर्यो भने मेन प्रब्लम के छ भने पानी पर्यो भने अलिकति क्यापेसिटी खाएर पछि ठाउँदै छैन रहेछ है यो चाहिँ अलिकति प्रब्लम हुन्छ यहाँ है ल यो चाहिँ अब मेरो घरको छेउको बिच हो होइन यो बिचको नाम चाहिँ प्लज शिफ्ट बे भन्छ है अब अहिले वेदर अलिक साथ दिएको छैन होइन गाह्रो भइरहेछ अनि यहाँ पनि स्टिल चाहिँ भित्र स्विम हान्नु गइरहेको छ होइन जानु लागेको छ यस्तो बुढी भइसक्यो अझै एक्टिभ छ है यहाँ पानी चाहिँ सफै हो होइन तर यो वेदर यो क्लाउडले गर्दा नि कोटेको छ हावाले लागिरहेछ होइन गाइजहरू यस्तो चाहिँ यहाँ चाहिँ अब अलिक स्याटरडे भएको भए दामी हुन्थ्यो यहाँ सबैजना टर्नै मान्छे आउँछ होइन यतातिर बस्यो गेमसेम खेल्छ यहाँ चाहिँ छ के भन्छ रुमालहरू आउँछ अनि सुत्छ क्या यता चाहिँ सान भात लिन्छ यता चाहिँ के गर्ने अब वेदर राम्रो परेन कोही छैन कहिले कहिले यस्तै हुन्छ युरोपमा चाहिँ वेदरको छेउ छ Cheers! यस्तो छ भाइ भाइ कस्तो छ मेरो छ
Oh my god. That's not it. Chill, bro. Yeah. Saturday night is going crazy, bro. La Rochelle. Thank you for coming. Am I your friend? So, Am I your my friend? girlfriend and my best friend, all the way from Paris, you know. We're having lots of fun tonight. Let's go. हाम्रो यहाँ रामेन पाकिरहेछ है खतरा बुलडक भन्नु बुलडक 2 into spicy यहाँको यहाँ सबै सेटमा छ यसरी यहाँ यो चाहिँ हाम्रो बफ हो होइन बफ छ तैँले यसमा तार्ने हो होइन अनि हाम्रो किम्ची लुकिङ सो गुड अनि हाम्रो यहाँ सलाद छ होइन अनि यहाँ सोजिया छ है अब हाम्रो स्टेपहरूले होइन अब यहाँ अहिले पकाउनु रेडी भइरहेछ होइन अनि हाम्रो यहाँ जुस छ लिप्टन अल द वे फ्रम फ्रान्स हो यो चाहिँ होइन ल अब यहाँ पकाउनु सुरु गरौँ हाम्रो क्यामराम्यान सेट गरिरहेछ यहाँ मासु चट्ट तारिरहेछ है च्याप्प होइन त्यसपछि यो सलादमा हालेर खाने हो अनि यसको लागि यहाँ आइटमहरू पनि रेडी छ यहाँ चिल्ली हाम्रो सेफहरू यो त हेर्न सेफहरू हाँस्दिउँ न कस्तो दामी देखिरहेछ है ल पकाउनु सुरु भइरहेछ आमा धमाधम यो साइड चाहिँ हाम्रो यहाँ अब अहिले नै दामी देख्न थालिसक्यो अब एकछिनमा खाँदाखेरि हेरेर यस्तो दामी देख्छ फेरि त्यो सेप चाहिँ हाम्रो ठाउँमा है ओ टाउको ठुलो देख्यो त आज स्माइल गरौँ न यता सेपहरू सङ ओइ स्माइल दुईजना हाम्रो लेडिज दुईजना है बबाल गरिरहेछ यहाँ अब जुस हाल्ने कार्यक्रम पनि सुरु भयो मासु पाक्दैछ म चाहिँ यता क्यामेरा सेटअप गर्दैछ होइन मिठो देखिरहेको छ एकछिन म लिएर आउँछु कहिले लग्यो चारवटै म कस्तो देखेँ त थाहा छैन अब ल अब चाहिँ हाम्रो डिनर घरमै छ अनि हाम्रो स्टाइल चाहिँ एजियन स्टाइल हो होइन सो चेयर्स गरौँ धेरै नबोलौँ चेयर्स everyone. Cheers. ल bon appétit everyone. खाना चाहिँ हाम्रो दामी छ है कोरेन है यो चाहिँ हाम्रो अघि मैले भने बुलडक आहाममा भनेर दामी यो कसले हो भने ओए भात खोइ न किम्ची है यो चपस्टिक तिनवटा मात्रै रहेछ त छ एउटा चाहिँ ल अब हामी सपिङ यताउता हानेपछि लन्च चाहिँ अलिक ढिलो भएको छ सो बर्गर अनि यो छ ऱ्याप यस्तो मिठो रहेछ है ठ्याक्कै यता सन्तरविलमा हो होइन यस्तो दामी छ फेरि यहाँ होइन यस्तो छ वाइफ चाहिँ मिठो छ मोबाइल है यो चाहिँ मिठो लाग्यो अनि यहाँ जुस यहाँ फर्स्ट डे ओरिजिन यहाँ दामी छ अब यो पनि खानु बाँकी छ ल है ल सुरु गरौँ म पनि देखाइदिएन कस्तो देखेछ म हिरो देखेछ कालो देख्यो होला है अब घाममा ऊ हाम्रो हिरो नि बसेछ ल बाहिर हान्नु अघि नै बाहिर हानिसक्यो अब पनि अन्साङ डन हो क्या फेरि बर्गर युनिक छ फेरि यस्तो मिठो ऱ्याप पनि दामी छ बर्गर ट्राई गरौँ हेऱ्यो बर्गर बगर बाहिर हान्छ है है बर्गर है दामी रहेछ नि होइन अब लास्ट उयो टेस्ट गर्छु ल चिकन है चिकन
होइन बाबा मिठो दामी मिठो है खाऊ मिठो होइन वेदर पनि राम्रो भएछ अब रेस्टुरेन्ट सबै क्लोज भयो क्या हामी यताउता सेन्टरतिर उता सपिङ गऱ्यो होइन नतिर छ सामानहरू सो मिठो हो नि त दाजु अनि बप्पा त ल ल अब फेरि अब अर्को क्लिपमा भेटौँ है ल अब चाहिँ हाम्रो क्याफे ब्रेक है छ लास्टमा होइन यस्तो क्युट छ है यहाँ हामी मान्छेहरू जस्तो क्युट क्या अब हुन्छ नि है हो क्या होइन घाम पनि यस्तो राम्रो घाम लाग्यो यार अब लास्ट दिन हो यता लारोसेलमा हामी है अनि हाम्रो यहाँ चाहिँ टी हो क्या यसको टी पनि खतरा युनिक रहेछ होइन अनि यसलाई चाहिँ टी मात्रै मनपर्छ क्याफे खासै मन पर्दैन है अनि मेरो लागि चाहिँ यो क्याफे अलोन्जे भन्छ होइन अमेरिकानो जस्तै हो सो चट्ट खानुपर्छ अब है दामी छ अब वेदर चाहिँ खतरा भएछ है ल देखाइदिउँ न अलिकति होइन कपाल अलि टाउ धुने बेला भएछ कपाल काट्नुपर्ने छ के गर्छ ग्याङहरू एकछिनमा काट्नु सक्छ एकछिनमा काट्नु पर्छ है ग्याङहरू के भने यस्तो टुरिस्ट स्टाइलमा बसेछ त यार कपाल काटेर आएको त यिनीहरू के हो सर खै एकचोटि समात्यो त मेरो कपाल काटेको देखाइँदैन एकचोटि भिडियो खतरो काटेछ नि मैले है कपाल चाहिँ राम्रो काटेछ ल अब हामी यता सेन्टरमा छ आज चाहिँ हाम्रो लास्ट दिन हो सो वेदर पनि राम्रो भयो यताउता यसो सपिङ गरेपछि अनि अघि हामी खाना खाइदियो नि त अघि देखाएको थियो नि होइन लन्च अब चाहिँ खाना खाँदा पेट यस्तो भइसक्यो अरे घुमिरहेको छ यो चाहिँ सेन्टर हो होइन मेरो पछाडि चाहिँ यहाँ पुरै छ सबै रेस्टुरेन्ट हो क्या यो खतरा छ यसरी रेस्टुरेन्ट बसेर होइन यतिको भ्यू देखायो भने बबाल आउँछ है सो यहाँ सब रेस्टुरेन्ट क्यानोइङ टाइपको पनि हाल्नु मिल्छ दामी अघि भर्खर कपाल काटेको क्या मैले चाहिँ अब यहाँ भोलि फेरि हाम्रो ट्रिप उता आर्कक्सन भन्ने छ टाउको चाहिँ धोएको छैन अलिक चिल्लो देख्छ होइन माइन्ड नगर है यता पनि रेस्टुरेन्ट दामी छ यहाँ देखाइदिन्छ दामी छ नि होइन दामी छ होइन भ्यू दामी छ एकछिन यति राख्नु पनि भ्यूमा आउँछ है कस्तो दामी हो यताबाट भ्यू देखा न यहाँ कस्तो दामी छ नि लारोसेल है बाबा छ आज कस्तो माइक बोक्नै बेच्नु छ क्या आज अब वेदर राम्रो थिएन बिहान पानी परेर थियो त्यसैले भिडियो बनाउने प्लान थिएन अचानक वेदर पनि दामी भयो क्या क्यामराम्यान चाहिँ यस्तो छ है ब्याकग्राउन्ड चाहिँ छ नि घर बनायो क्या 2 वर्ष लाग्यो यो बनाउने है यसको तर अब म्युजियम टाइपको बनायो होला तर छैन यो बनाएको गएको छैन तर दामी देखेको हाम्रो क्यामराम्यान यहाँ आइदियो यताबाट पनि भ्यू देखाइदिएन हाम्रो यहाँ साथीहरूलाई कस्तो लागेको छ भन्दै त क्यामरामा म बस्ने ठाउँ दामी लाग्यो दामी छ नि होइन त्यसले कस्तो लाग्यो भ्यू नै खतरा यो खतरा स्टाइलले बसिरहेको छ त्यो छ नि अनि ल अब चाहिँ हामी आइसक्रिम खानु मन लागेको छ कि मलाई यस्तो के हुनु वेदरले च्यालेन्ज थियो कि यस्तो गर्मी भयो मलाई होइन हामी आइसक्रिम खान्छौँ है अघि बिहान पानी पर्यो होइन यस्तो पानी परिरह्यो भने त माइकै लाउनु पाएन अब साउन्ड अलिक डिस्टर्ब भयो भने केही अनि मैले चाहिँ के गर्छ भने यो छ नि यसमा जम्मा नुडल्स छ नि बस देखाइदियो नि त अब सानो बस अलिक जुम हान्थ्यो 2x 3x 5x हान्थ्यो त्यो बस चाहिँ छ नि अब लाउडोसेलमा त्यो सानो बस चाहिँ यता फ्री हो क्या त्यो बस बुझ्यो तिमीहरू आयो भने त्यो बस चाहिँ फ्री बस हो यो यसो सेन्टरमा मात्रै यसो घुम्छ फेरि गाउँतिर त लाँदैन नि हो क्या बुझ्यो ऊ चढेको छैन अब के हामी टाइमै पाएन चढाउँछु भने हैन अस्ति चढाउँछ भने अहिले चढ्नु मिल्छ इलेक्सनमा चढाउनुलाई है केही तर अब हामी आइसक्रिम खान्छौँ ल अब हामी आइसक्रिम खाने होइन यो अलिकति यता लाउडोसेलको चलेको हो छिटो हुन्छ पहिला खाएको छ अब मेरो साथीहरूले कस्तो लाग्छ
Vous avez pistache? Oui, bien sûr, madame, qu'on a Là. pistache. Pistache. Madame, veut-elle la goûter, la pistache? Ah ouais. Oui. कोनमा खाने कि Du citron? कोनमा खाने कि यसमा खाने? Du constat. Ok. Ah oui, Et je vous fais goûter le citron. Ah oui. Et ce sera votre cuillère. Pour moi, c'est... के हो तेरो पिस्ताच म चाहिँ के खानु c'est magnifique Merci, monsieur. mint chocolat mint chocolat Alors, on a de l'amande Justement. ou du chocolat. Mais je peux vous faire une boule avec les deux parfums, si vous voulez. Je peux vous mettre un peu de menthe, un peu de chocolat dans la même boule. 아우 Ok, oui, c'est bon. 뭐 캐러멜 Alors, 너도 ça, 거고 c'est la boule citron verte pour monsieur. ल cheers ल आइसक्रिम सबैजनाको डिफ्रेन्ट छ है सर्ट है ल दामी छ अब आइसक्रिम खाने हो होइन के हो सल्टी सल्टी यसको पिस्ताच हो यसको चाहिँ नुवादी कोको हो यसको चाहिँ सिट्रोन मेरो चाहिँ फेरि मन्च र chocolat खाइदिउँ है हामी है सिट्रोन मन पर्यो गाइजहरू ल कम तेरो सबभन्दा मिठो कि कस्तो मिठो रहेछ मेरो हो कि अब मेरो यो खाने मान्छेहरू चाहिँ सिक्किम मनपर्छ भने यो राम्रो छ राम्रो छ तेरो मिठो लाग्यो मेरो त बेस्ट Best हो? मेरो मलाई मनपर्ने चाहिँ यो र नतो कोको र सिथोन हो क्या र आज म यो खान मलाई दियो भने यो खाएको मिठो ल अनि आनसँग कसो मेरो यो चाहिँ पिस्ताच होइन एकदम मिठो छ दामी हो A1 out of 10 10 तर मैले तिनजना टेस्ट गरेँ है मेरो पनि टेस्ट गर्यो तर सबभन्दा मिठो मेरै लाग्यो है सरी गाइस मिठो आइसक्रिम जोगट बाइसन राम्रो भएछ ऊ चाहिँ हाम्रो लाओसेलको लोकल मान्छे हो होइन अरूहरू चाहिँ टुरिस्ट हो आज हामी कहाँ जाने अरे उयो तल उता बारमा जाने हो सो वाक जाने मेबी सनसेट पनि भ्याउँछ होला सनसेट भ्याउँछ भ्याउँदैन होला हौ 9:30 मा हो ए 9:30 टु लेट भएन है अनि यहाँ पेन्टिङहरू पनि दामी गरेछ सर आर्ट है यहाँ चाहिँ ग्याङहरू अनि यता हेर्दा अब ग्याङहरू हेरिदिउँ न यहाँ कस्तो राम्रो ह्यान्डसम राम्रीहरू यार कस्तो तट अब चाहिँ हामी यता अर्को साइडपट्टि आएको छ है अनि अर्को साइडको चाहिँ 360 भ्यू है सबै यही छ एउटा यता क्या अब एङ्गल सबै यही छ दामी छ यतिको होइन कपाल छ यताबाट चाहिँ पुरै बोर्डहरू चढ्ने हो होइन बोर्डहरू दामी छ के म यता घुम्या छ है अझै यता बसेर 2 वर्ष भइसक्यो स्टिल टुरिस्ट नै फिल फेरि यता देखाइदिउँ यहाँ यसो वक जानुलाई राम्रो छ रनिङ होइन जगिङ यहाँतिर पार्कहरू छ यसो पिकनिकको लागि होइन यहाँ बस्नु छ उतातिर पनि हुन्छ नि दामी छ कि बसेर चारवटा टेबल छ है चारवटा के अरे रेस्टुरेन्टबाट यसो फुडहरू प्याक गर्ने अनि यता ल्याउने तर बस्ने खाने चाहिँ अलिक उतापट्टि हो होइन दामी छ कि ल सँग पनि गर्दैन त अनि दामी आयो त्यहाँ चाहिँ दामी हुन्छ नि ब्याकग्राउन्ड यस्तो दामी आएर छ त यहाँबाट यस्तो दामी चाहिँ अनि लुगा चाहिँ मन पर्यो है ज्याकेट चाहिँ मन पर्यो है फेरि अनि यो जग्गा त यस्तो हुन्छ नि अँ युनिक हुन्छ नि युनिक है फेरि टिका फेरि हुनु भने तिम्रो अति सोझो भयो कि होइन सोझो बाइकी लुगाहरू के कुन हाल्ने भनेर हो नि त हो कि होइन त्यो पनि हो कि भोलिको लागि प्लान गरेर रहेछ नि त्यही भएर पुरो आज हाम्रो लास्ट नाइट हो नि त सबै ठाउँबाट क्या अब यो यता सबै एङ्गल क्या अब अनि यताबाट वक आउनुपर्छ होइन अनि
पछाडि जति पछाडि गयो त्यति भ्यूहरू दामी दामी देख्छ क्या अहिले चाहिँ गोल्डन आवर होइन गोल्डन आवर आउन लागेको छ अहिले 8:30 भयो 9:30 चाहिँ सनसेट हुन्छ क्या बुझ्यो अनि हिजो चाहिँ हामी कहाँ घुम्यौँ अरे हामी हिजो घुम्यौँ नि यता उतापट्टि उता साइड चाहिँ देखाइदिएर त्यो साइड चाहिँ उतापट्टि पार्क हो क्या उता मेन पार्क हुन्छ ठुलो पार्क छ त्यो साइडमा होइन अलिकति जू वाइबहरू छ क्या त्यो मैले पिकअपहरू देखाएँ नि होइन त्यो सबै उता साइडमा हो यहाँ चाहिँ फुल ओसन अब यहाँबाट हामी उता सिधै जान्छ अलिकति ब्रिज जस्तो छ क्या त्यहाँ बुझ्यो त्यहाँबाट चाहिँ मेन अब विन्टरमा सनसेट यस्तो दामी देख्छ क्या तर अब अहिले समर आउनै लाग्यो होइन यताउता सनसेट यता पुग्यो क्या भित्रमा यस्तो बुझ्यो अब यहाँ ब्रिजको एन्टर हुँदैछ यहाँ दामी ब्रिज छ है त अनि होइन ओइट यस्तो बबाल छ यहाँबाट सिधो जानुपर्छ होइन सनसेट दामी देख्छ क्या विन्टरमा चाहिँ यो कुकुरको त्यो हो क्या यो हो ला पैसा राख्नु अब हाम्रो यहाँ भिडियो चाहिँ अब यता एन्डिङ छैन अनि हाम्रो यो लास्ट फोटो आजको होइन भोलि हामी उता जाने हो त्यसैले अब मेरो साथीहरू पनि यसो भिडियो एन्ड गर्दाखेरि साथीहरू बोलाउनु पऱ्यो होइन र साथीहरू खै हाम्रो तेन्जु बाबा है अनि थ्याङ्क यू सो मच यो वेलकम है अनि भिडियो राम्रो लाग्यो भने लाइक गर्नु होला होइन सबैजना अनि नेक्स्ट भिडियो लाइक सेयर सब्सक्राइब सबैले गर्नु पर्यो अनि नेक्स्ट भिडियोमा अर्को ल बाई चाउ